सम्पूर्णलाई नमस्कार। आज तपाईहरुमाझ मैले कोशी प्रदेशको प्राविधिक तथा अप्राविधिक चौथो तहको विज्ञापन खुलाएको छ र यसको विस्तृत जानकारी इक्जाम फर्म कहिलेसम्म भर्न मिल्छ, फारम आवेदन उमेर समूह र यसको इक्जामहरु कहिले हुन्छन् आदि यसभित्र आवश्यक कुराहरु जानकारीहरु यस भिडियोमा तपाईहरुलाई म दिनेछु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। साथै यस्तै नयाँ जानकारीमूलक तथा भ्याकेन्सीसँग सम्बन्धित अन्य भिडियोहरु हेर्नको लागि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरी जोडिनु होला ताकि तपाईले तुरुन्तै भ्याकेन्सीको बारेमा जानकारी पाउन सक्नुहुनेछ। स्थानीय सरकारी सेवा तर्फको निम्न समूह खुल्ला तथा प्रतियोगिता परीक्षा पदपूर्ति कानून बमोजिम उमेर समूह पुगेका उम्मेदवारहरुबाट दरखास्त आह्वान गरिएको छ भने यस्तै दरखास्त दिनको लागि अनलाइन दरखास्त प्रणाली मार्फत psconline.p1.gov.np मार्फत आवेदन दिनुपर्ने छ। हामीले अनलाइनबाट फारम भर्न सक्नेछ। फारम भर्नुपर्ने भएमा तपाईहरुले यसको डिस्क्रिप्सन बक्समा दिएको मेल आइडी फेसबुकमा सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै खुल्ला तर्फ रहेको छ एसिस्टेन्ट सब इन्जिनियरिङको खुल्लामा 46 पद 46 जनाको लागि छ। यस्तै आदिवासी जनजाति महिला दलित मधेसी मुस्लिम अपाङ्ग अन्तर्गत पनि यहाँ कोटाहरु तपाईहरुले हेर्न सक्नुहुनेछ। आदिवासी जनजाति एसिस्टेन्ट सब इन्जिनियरमा 12 जना छ। यस्तै अरु महिला दलित थारु पनि तल तपाईहरुले हेर्न सक्नुहुनेछ भिडियोलाई पज गरेर। यस्तै खुल्ला तर्फ खापा सटेको छ 1 वटा पद। त्यस्तै महिला दलित खुल्ला आदिवासी जनजाति रहेको छ। यस्तै खुल्ला अमिनमा 7 जना रहेको छ। आदिवासी जनजातिमा 2 जना र महिला अमिन चाहिँ 2 जना रहेको छ। यस्तै नायब प्राविधिक सहायक खुल्लामा 8 जना रहेको छ र यस्तै स्थानीय कृषि प्रसारमा 8 जना रहेको छ भने यस्तै स्थानीय कृषि बागवानीमा 1 जना रहेको छ। यस्तै आदिवासी जनजाति महिलामा पनि रहेको छ। यस्तै खुल्ला नायब पशु स्वास्थ्य प्राविधिकको स्थानीय कृषि भेटनरी 11 जना रहेको छ। यस्तै खुल्लामा नै नायब पशु सेवा प्राविधिकको चाहिँ स्थानीय कृषि लापर्डेको 7 जना मागेको छ। तपाईको यसमा पनि आदिवासी जनजाति महिला यहाँ रहेको छ तपाईहरुले देख्न सक्नुहुनेछ। यस्तै भारी संख्यामा तपाईको स्वास्थ्य क्षेत्रमा पनि भ्याकेन्सी खोलेको छ। अयब 72 जना छ खुल्लामा तपाईहरुले हेर्न सक्नुहुनेछ। यस्तै आदिवासी जनजातिमा अयब 19 जना रहेको छ। यस्तै महिला अयब स्वास्थ्य यही अन्तर्गतको 19 जना रहेको छ। यस्तै स्वास्थ्य अयब दलित थारु मधेसी अपाङ्ग रहेको छन्। तपाईहरुले भिडियोलाई रोकेर भ्याकेन्सी हेर्न सक्नुहुनेछ। यस्तै अनमी स्थानीय स्वास्थ्य नर्स मिडवाइफरी खुल्ला तर्फ 56 जना रहेको 56 जना रहेको छ। तपाईहरुले देख्न सक्नुहुनेछ।
यस्तै आदिवासी जनजातितर्फ अनामी 19 जना 15 जना रहेको छ। यस्तै महिलातर्फ पनि 15 जना रहेको छ। थप दलित, थारू, मधेसी, मुस्लिम, अपाङ्ग अन्तर्गत पनि अनामीमा पदहरू आवश्यक पद संख्या माग गरिएको छ। यस्तै खुल्लामा वैद्य 1 जना रहेको छ। यस्तै खुल्लामा ल्याब एसिस्टेन्ट 3 जना रहेको छ। आदिवासी महिलामा 1 कोटा रहेको छ ल्याब एसिस्टेन्टको। यस्तै खरिदारतर्फ स्थानीय प्रशासन सामान्य प्रशासनमा खुल्लामा 83 जना रहेको छ। सलेखापालमा 5 जना रहेको छ। आदिवासी जनजातिमा खरिदारतर्फ 22 जना रहेको छ। यस्तै सलेखापाल आदिवासी जनजातितर्फ एउटा रहेको छ। महिला खरिदार 21 जना रहेको छ। यस्तै सलेखापालको 1 जना। दलित खरिदारतर्फ 4 जना। सलेखापालतर्फ 1 जना। यस्तै थारू खरिदार स्थानीय प्रशासन सामान्य प्रशासनतर्फ 4 जना रहेको छ भने मधेसीतर्फ 3 जनाको कोटा रहेको छ भने यस्तै मुस्लिम 3 जना, अपाङ्ग 7 जना, खुल्ला महिला विकास निरीक्षक 7 जना रहेको छ भने यस्तै आदिवासी जनजाति महिला विकास निरीक्षकतर्फ 1 जना रहेको छ। यस्तै सहायक महिला विकास निरीक्षक महिलातर्फ 2 वटा कोटा रहेको छ भने यस्तै थारूतर्फ 1 जनाको कोटा रहेको छ। यस्तै अब चाहिँ तपाईँको इक्जाम कहिले हुन्छन् त? माथि उल्लेखित विज्ञापनहरूको इक्जाम इन्जिनियरिङ सिभिल एसिस्टेन्ट सब इन्जिनियर 2083 1 महिना 5 गते बिहान 7:30 बजे हुनेछ प्रथम पत्र र द्वितीय पत्र 2083 2 महिना 9 गते बिहानको 7:30 बजे छ। यसमा तपाईँको पहिलो पत्रमा जुन व्यक्ति पास हुन्छ त्यो व्यक्तिले मात्रै दोस्रो द्वितीय पत्र दिन पाउनेछ भने यस्तै स्वास्थ्य यहीतर्फ अब 2083 1 महिना 12 गते रहेको छ पहिलो पत्र। यो तपाईँहरू भिडियो लामो हुने हुनाले तपाईँहरू यो भिडियोलाई पज गरेर मिति कहिले छ कुन मिति कहिले छ भनेर हेर्न सक्नुहुनेछ। यस्तै खरिदार सलेखापालतर्फको 2083 26 गते बिहान 7:30 बजे पहिलो प्रथम पत्र हुनेछ। त्यस्तै सहायक महिला विकास निरीक्षकमा 2083 1 19 गते बिहान 7:30 बजे रहेको छ। यस्तै यसको दरखास्त दस्तुर 500 रुपियाँ रहेको छ। तपाईँको यस्तै थप समूहको लागि 150 रुपियाँ थप एक्स्ट्रा लाग्नेछ। दरखास्त दिने अन्तिम मिति 2082 11 महिना 17 गते र दोब्बर दस्तुर तिरी मिति 2082 11 महिना 24 गतेसम्म तपाईँहरूले दरखास्त आवेदन दिन सक्नुहुनेछ। यस्तै दस्तुर बुझाउनको लागि चाहिँ अनलाइनबाट नै बुझाउन मिल्नेछ। तपाईँहरूले चाह्यो भने बैङ्कमा जानुहुन्छ तर त्यो झन्झट भन्दा आफैले अनलाइनबाट फारम भरेर अनलाइन पेमेन्ट गर्न सक्नुहुन्छ। दरखास्त दिने माध्यम भनेको तपाईँको psc.online.p1.gov.np मा गएर तपाईँहरूले दर्ता गर्न सक्नुहुनेछ। उम्मेदवारको उमेर हद 2082 11 महिना 17 गतेसम्म
18 वर्ष उमेर पुरा भए 35 वर्ष ननाग्यो र महिला तथा अपाङ्गको हकमा चाहिँ 40 वर्ष ननागेको हुनुपर्नेछ। यस्तै स्वास्थ्य सेवाको हकमा चाहिँ 18 वर्ष उमेर पुरा भए 45 वर्ष ननागेको, निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको स्थायी कर्मचारीहरूको हकमा उमेरको हद लाग्ने छैन। पेश गर्ने कागजातहरू चाहिँ उम्मेदवारले शैक्षिक योग्यता, तालिम, अनुभव, सम्बन्धित व्यावसायिक परिषद दर्ता, नवीकरण भएको प्रमाणपत्र प्रतिलिपि, तपाईँहरूले टेक्निकलतर्फ चाहिँ व्यावसायिक परिषदमा दर्ता भएको काउन्सिल चाहिँ डकुमेन्ट आवश्यक पर्छ भने अरूलाई चाहिँ पर्दैन, अपराधिकको चाहिँ पर्दैन, त्यसको हुँदैन लाइसेन्स। यस्तै समावेशी समूह खुल्लातर्फ कुन वर्गको हो त्यसको सिफारिस आवश्यक कागजात आवश्यक पर्नेछ भने त्यस्तै नेपाली नागरिक भएको हुनुपर्छ र आवश्यक शैक्षिक योग्यता डकुमेन्ट PDF र अन्य बाँकी JPG फर्मेटमा तपाईँहरूले बनाएर दरखास्त आवेदन दिन सक्नुहुनेछ। यस्तै तलब नेपाल सरकारको तोकिएको जिम्मा हुनेछ।